सरकारले अध्यादेश ल्याएर अध्यादेश मार्फत काम गरेको र गर्न लगाएको कुनै पनि हालतमा गलत होइन र कुनै पनि हालतमा गलत पनि हुन सक्दैन। सरकारले कानुन विपरीत र संविधान विपरीत पनि गरेको छैन। संविधानले दिएको अधिकारलाई सदुपयोग गरेको छ। म यति चाहिँ ढुक्कको साथ भन्न सक्छु कि अहिलेको सरकार अर्थात् बालेनको सरकारले देश र जनताको मर्म विपरीत, देश र जनतालाई गाटा पर्ने, देश र जनतालाई हानि पुर्याउने, देशलाई कंगाल बनाउने खालका कुनै पनि काम गर्ने छैन र गराउने छैन र गर्न पनि दिने छैन। र अहिले सरकारले ल्याएको अध्यादेशहरू कुनै पनि देश र जनताको हित विपरीत छैन, देश र जनताको लागि आवश्यक नै छ। र अहिले सरकारले अध्यादेश मार्फत काम गर्दाखेरि सरकारको चर्को रूपमा आलोचना गर्ने, विरोध गर्ने हर्का साम्पाङ लगायत विभिन्न दलका राजनीतिक दलका नेताहरू छन् नि, तिनीहरू सबै आफ्नो राजनीतिक रोटी सेक्नको लागि सरकारलाई असफल बनाउन खोज्ने, जनतामा भ्रम छर्न खोज्ने, देशको हित र विकास भन्दा पनि आफ्नो राजनीति जोगाइराख्न खोज्ने, सधैँ जनतालाई इमोसनली ब्ल्याकमेल गर्न खोज्ने, एक शब्दमा भन्नुपर्दा तिनीहरू सबै भ्रष्टहरू हुन्, देशको दमिराहरू हुन्। कोही चाहिँ 30-40 वर्षदेखि देशलाई लुट्दै आएको छ भने कुनै चाहिँ फेरि नयाँ अनुहार थपेर त्यसै गरी देशलाई कंगाल बनाएर इमोसनली जनतालाई ब्ल्याकमेल गरेर अगाडि बढिरहेका छन्। तिनीहरू सबै देशको लागि दमिराहरू हुन्। र मैले सुरुमा भनेको सरकारले अध्यादेश मार्फत काम गर्नु, अध्यादेश ल्याएर काम गर्नु कुनै पनि हालतमा गलत हुन सक्दैन भन्ने कुरा पनि त्यहीँनिर छ। यहीँनिर के को यहीँनिर, कस्तो यहीँनिर तपाईहरूको मनमा त्यही आयो होला। यो कुराको म तपाईहरूलाई प्रश्न पार्छु। हाम्रो देश भ्रष्टाचार, अनियमितता, व्यथिति, भ्रष्ट दलाल तस्करहरूले हाम्रो देशलाई धेरै पछाडि पारेको छ, कंगाल बनाएको छ। अन्य देशहरू हाम्रो देशभन्दा हजारौं गुणा अगाडि बढिसकेको छ। हाम्रो देश अझै पछाडिको पछाडि नै छ। देशमा परिवर्तन छिटो चाहिएको छ, जनतालाई परिवर्तन छिटो चाहिएको छ। 5 वर्षमा सरकारले 15 वर्ष जतिको काम गर्नुपर्ने छ। धेरै देश र जनतालाई गाटा पर्ने खालका कानुनहरू संशोधन गर्नुपर्ने छ। कानुनलाई खारेज गरेर फेरि अर्को कानुन थपेर त्यहाँ राम्रो काम गर्नुपर्ने छ। समस्याहरू धेरै छन् तर समय छैन। हामी सारा देश र जनतालाई परिवर्तन छिटो चाहिएको छ। सरकारको रिजल्ट छिटो चाहिएको छ। सरकारसँग समय कम छ। हो, त्यही समयको बचत गर्नको लागि सरकारले अध्यादेश मार्फत काम गर्न थालेको, काम गरेको हो। अझै पनि कसरी भन्नुहुन्छ भने यदि सरकारले अध्यादेश मार्फत काम नगरेर संसदबाट, सदनबाट कानुन ल्याएर कानुन पास गरेर जाने हो भने सरकारले अहिले तत्काल गरिरहेको काम पनि 4 महिना, 5 महिना, 6 महिना पछाडि धकेलिन्छ। विभिन्न खालका राजनीतिक रोकटोकहरू हुन्छ। अहिले रासोपाको सरकार, बालेनको सरकारलाई कानुन संशोधन गर्नको लागि 184 वटा सिट चाहिन्छ, तर रासोपासँग जम्मा छ 182 वटा, 2 सिट कम छ। यदि रासोपासँग त्यो 184 वटा नै सिट भएको भए अध्यादेश ल्याएर काम गरिराख्नु पर्दैन थियो, सिधै सदनबाट नै कानुन पास गरेर कानुन बनाएर काम गर्दा हुन्थ्यो। तर त्यो अहिले सम्भव छैन, किनकि देशमा परिवर्तन चाहने, देश र जनताको हितमा काम गर्ने भन्दा पनि सधैँ एक अर्काको खुट्टा तान्ने, सरकारलाई असफल बनाउने, पछाडि अर्को पटक पनि आफ्नो राजनीति चलाउन खोज्ने त्यस्ता खालका दमिराहरू धेरै छन्। उदाहरणको लागि हर्का साम्पाङ, एमाले र काङ्ग्रेसहरू। सदनमा जति पनि तिनीहरू छन् नि, तिनीहरू सरकारको असफलता चाहन्छन्। अहिलेको सरकार असफल हुनु भनेको जनता असफल हुनु हो, देशमा विकास नहुनु हो, देशमा सुशासन नहुनु हो। तिनीहरूलाई फेरि आफ्नो राजनीति जोगाउनको लागि सरकारलाई असफल बनाउन खोज्दैछन्। तिनीहरूले कुनै पनि हालतमा सजिलोसँग त्यहाँबाट कानुन पास गर्न दिँदैन, कानुन बनाएर काम गर्न दिँदैन। हो, त्यही भएर सरकारले अध्यादेश मार्फत काम गरेको हो। अहिले सरकारले अध्यादेश मार्फत 1594 भन्दा बढी विभिन्न सरकारी निकायका राजनीतिक दलबाट नियुक्ति पाएका, राजनीतिक बागबण्डाबाट आएका राजनीतिक दलबाट संरक्षित कर्मचारीहरूलाई हटाएको छ। त्यो किन हटाएको त? देश र जनतालाई परिवर्तन छिटो चाहिएको छ, राम्रो विकास र सुशासन चाहिएको छ। त्यस्ता खालका दमिराहरूलाई त्यहाँ राखेर कुनै पनि हालतमा सरकारले छिटो काम गर्न सक्दैन। सरकारले भने जस्तो काम गर्न सक्दैन, जनताले भने जस्तो सेवा सुविधा पाउन सक्दैन। सरकार परिवर्तन नै भए पनि तिनीहरूले काम सरकारले भने जस्तो छिटो गर्न सक्दैन, किनकि तिनीहरू अझै पनि तिनै राजनीतिक दल, तिनै पुरानो दमिराहरूको वफादारी कुकुरहरू जस्तै हुन्। अझै पनि तिनीहरू तिनै पार्टी, तिनै दलको, तिनै संगठनहरूको लागि वफादारीपूर्वक काम गर्छन्, अर्थात् सरकारलाई असफल बनाउन खोज्छन्। तिनीहरूलाई सफा नगरेसम्म सरकारले कुनै पनि हालतमा छिटो काम गर्न सकिँदैन। त्यही भएर पनि त्यहाँबाट तिनीहरूलाई हटाएको। म फेरि पनि भन्छु, यो सरकार जनताले बनाएको सरकार हो, जनताले बहुमतको साथ बनाएको सरकार हो, जेनजीहरूले रगत बगाएर बनाएको सरकार हो। यो सरकारले कुनै पनि हालतमा देश र जनताको हित विपरीत काम गर्ने छैन। भ्रष्टहरूले जतिसुकै जेसुकै बनोस्, जतिसुकै विरोध गरोस्, तर सरकारले अध्यादेश ल्याएर काम गर्नु कुनै पनि हालतमा गलत हुन सक्दैन, गलत छैन पनि। यस विषयमा तपाईँको भनेको छ आफ्नो विचार कमेन्टमा लेख्नुहोस् त, अनि यो भिडियोलाई सक्दो सेयर गर्नुहोस् त, ताकि देशका ती दमिराहरूले भ्रम छ र भ्रममा परेका सर्वसाधारण जनता सचेत होस्। सरकारले किन र के का लागि अध्यादेश मार्फत काम गरिरहेको छ भन्ने राम्रोसँग बुझोस्।